ज्यूलाई यो अत्यन्तै महत्त्वपूर्ण अत्यन्तै ऐतिहासिक यो चाहिँ नि बेलायतको भ्रमणलाई आयोजना गर्नुहुने सम्पूर्ण व्यवस्थापन गर्नुहुने धरान समाज युकी का वरिष्ठ उपाध्यक्ष तथा यस कार्यक्रमका सभाध्यक्षजी, यस कार्यक्रममा पाल्नुहुने मैले मान्नुपर्ने आदरणीय आमा बुवाहरू, सिनियर सिटिजन्स, उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू र विभिन्न ठिक छ, म यहीँबाट बोल्न कम्फर्टेबल लाग्यो। विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्दै यो भेटघाट कार्यक्रमलाई विशेष बनाइदिनको लागि आउनुहुने सम्पूर्ण महानुभावहरू, पत्रकारजीहरू सबैजनालाई एकमुष्ट अभिवादन गर्न चाहन्छु। नमस्कार, सेवा। बडो विश्वास पनि लाग्दैन वास्तवमा म एउटा सानो मान्छे है, यत्रो धेरै माया पाउँछु भन्ने मलाई लागेको कहिले पनि थिएन। आज त्यो कुराहरू यसो देख्दाखेरि छक्क पर्छु। यो जस्तो पनि लाग्दैन, के अरे यो रियालिटी हो कि यो सपना हो कि जस्तो जस्तो लाग्छ कहिले। एउटा सानो मान्छे म आफूलाई सम्झन्छु, जसले चाहिँ इमान्दार भएर आफ्नो काम गर्नुपर्छ भन्ने बुझेको छ। सामान्य मान्छे हुँ म, तर त्यो सामान्य मान्छेलाई पनि यहाँहरूले जुन किसिमको माया देखाउनु भएको छ, जुन किसिमको सम्मान देखाउनु भएको छ, जुन किसिमको स्वागत गर्नुभएको छ, यो अत्यन्तै ठुलो मेरो तपाईँको चाहिँ जीवनमा अत्यन्तै ठुलो सौभाग्यको दिनको रूपमा मैले लिएको छु। बेलायत आइपुगेकै रात, लगभग मध्यराततिरको समयमा सयौँको सङ्ख्यामा तपाईँहरू आइदिनु भयो है। खदा माला लगाएको त्यति धेरै खदा मैले लगाएको थिइनँ नेपालमा है। म बोल्दाखेरि अलिअलि हाँसिक्नु रहन्छु, कहिले रुन्छु पनि, फेरि टुम्बै हुँदैन। यो युकेको वेदर जस्तो रहेछ। हिजो मजाले घाम लागेको थियो, बिहान उठ्दाखेरि त पानी परिरहेको, फेरि अब पानी पर्ने रहेछ भन्दा फेरि एकछिन घाम लागिरहेको। भन्नुको मतलब जीवन संयोगहरूको सङ्गम हो। कहिले हामीलाई हाँस उठ्छ, कहिले हामीलाई रुन पनि मन लाग्छ, कहिले हामीलाई रिस पनि उठ्छ होइन। वीर गोर्खाकै सन्तान परे म पनि होइन। कहिले माया लागेर आउँछ, कहिले दया लागेर आउँछ। यी सम्पूर्ण कुराहरू चाहिँ हाम्रो जीवनका संयोगहरू हुन् र ती संवेगहरूको एउटा सम्मिश्रण नै जीवन भएको कारणले यहाँहरूले त्यसलाई अन्यथा मान्नुहुन्न होला भन्ने मलाई लाग्छ। अत्यन्तै खुसी छु म यहाँहरूसँग यसरी भेट्न पाउँदा, अत्यन्तै खुसी छु। यहाँहरूले यत्रो धेरै साथ सहयोग दिइराख्नु भएको छ। सबैजनाप्रति म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। थुप्रै कुराहरू भन्न मन लागेको छ, तर सबै कुरा भन्न भ्याइँदैन होला। एक दुईवटा कुराहरू म राख्छु यहाँहरू समक्षमा, मेरा मनका कुराहरू। धरान उपमहानगरपालिकामा स्वतन्त्रको उम्मेदवारी दिएर मैले दुईचोटि चुनाव लडेँ। एकचोटि 76 सालमा 422 मात्रै भोट लिएँ है। तर कहिले हार नमान्ने मान्छे म। पार्टी पनि छैन, साथी पनि छैन, सङ्गठन पनि छैन, संस्था पनि छैन, एक्लै कुदेको छ है। गरिरहनुपर्छ, निरन्तरता नै सफलता हो भन्ने बुझेको मान्छे हो। त्यसो भएको कारणले गर्दाखेरि 79 सालको चुनावमा यहाँहरूले देख्नुभएकै हो, एक्लै कराउँथे, कोही पनि सुन्नु पनि आउँदैन थिए, तर सुन्नु चाहिँ सुन्नुभएको रहेछ है। त्यो चुनाव जित्नमा पनि यहाँहरूको ठुलो सहयोग छ,
चुनाव जितिसकेपछि मात्रै सहयोग होइन, त्योभन्दा अगाडि पनि यहाँको सहयोग छ। फेसबुक अत्यन्तै धेरै चलाउँछु म। किन चलाएको फेसबुक भनेर अहिले कराउनुहुन्छ थुप्रैले होइन। कस्तो छ फेसबुक, स्टेटस 50वटा लेखेर हुन्छ। मेरो साथी फेसबुकमा त थियो नि त हिजो। मेरो साथी भने पनि पार्टी भने पनि त्यही एउटा फेसबुक थियो के। त्यो फेसबुकमा मैले मेरा मनका कुराहरू मैले व्यक्त गर्थेँ, पोख्थेँ, पोस्ट गर्थेँ। ती पोस्टहरू यहाँहरूले हेरेर धरानमा बस्ने आफ्ना आफन्तहरूलाई सम्झाएर बुझाएर तपाईँहरूले पनि त्यहाँनिर चाहिँ युके बसी पनि यहाँहरूले भोट मागिदिनु भएको कुरा म बिर्सन सक्दिनँ। त्यो कुरा म स्मरण गर्न चाहन्छु। अब चुनाव जित्यो, चुनाव जितिसकेपछि मलाई काम गर्नु थियो होइन। काम गर्नका लागि बजेट भन्ने चिज हुनुपर्दो रहेछ। बजेट खासै राम्रो बन्दैन धरानको। अब लाउरेको सहर विभिन्न कारणले, एकछिन म त्यसमा पनि आउँछु। ती कारणहरू मैले बुझेको कारणहरू पनि म आउँछु। लाउरे पनि बसेको छैन है, अलिअलि रेमिटेन्स भित्रिन्छ, खासै आर्थिक चलायमान पनि छैन, आन्तरिक स्रोत पनि छैन। प्रदेश र सङ्घले पनि खासै धेरै पहिल्यैदेखि नहेरेको सहर हो धरान। त्यस्तो सहरमा म जितिसकेपछि अब टन्न बजेट भएको भए त्यही अनुसारको काम गरिन्थ्यो होला सायद। बजेट नभएपछि अब के गर्ने। अब बजेट छैन भन्दै फेरि रुँदै बसेर पनि भयो। कसको गाडी रुनु, आफै तपाईँको चाहिँ नि प्रमुखको कुर्सीमा बसेको छु। त्यस पछाडि मैले चाहिँ नि धरानका समस्याहरू, खानेपानीको समस्या अघि भर्खर जुन एउटा त्यहाँ हामीले सानो क्लिप हेऱ्यौँ त्यसमा पनि यहाँले प्रशस्तै कुराहरू बुझिसक्नु भएको छ। त्यही पनि मैले पनि मेरो मुखले पनि केही कुराहरू भन्नुपर्छ जस्तो लागेर मेरो मात्रै। अब बजेट छैन तर समस्या त छ होइन। बजेट छैन, समस्या ल गइहाल तिमी चाहिँ अब बजेटै छैन भनेर भन्नु मिलेन। त्यो समस्या त्यसरी खुरुक्क जाने कुरो पनि भएन। खानेपानीको समस्यालाई समाधान गर्नका लागि मैले श्रमदान अभियान सुरु गरेँ। खानेपानीको समस्यालाई समाधान गर्नका लागि खोलाखोलीको पानी जोडियो। खोलाखोलीको पानी जोडिसकेपछि त्यो खोलाको शिर अथवा मुहानलाई संरक्षण गर्नका लागि पानीसँगै रिलेटेड वृक्षरोपणको अभियान सञ्चालन गरियो। पछि गएर पार्कहरूसम्ममा हामी पुग्यौँ है। थुप्रै उद्योगहरू खोल्ने कुराहरूमा सम्म पनि हाम्रो श्रमदानहरू हुँदै गयो। सबैले मलाई साथ सहयोग दिनुभएको छ। आज म श्रमदाताहरूलाई स्मरण गर्न चाहन्छु। तपाईँ सहयोगीहरूलाई स्मरण गर्न चाहन्छु। सबैप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यसरी श्रमदानको अभियान अगाडि बढ्दै गयो र त्यो श्रमदानको अभियान एक हप्ता मात्रै चलेन, एक महिना मात्रै चलेन। अब म जितेर आएको जति भयो 2 वर्ष 6 महिना हुन आँट्यो होला, प्लसमा चलिरहेको छ। त्यो कुरा देख्दाखेरि अत्यन्तै खुसी लाग्छ। श्रम नगरिकन उत्पादन हुँदैन भन्ने सत्य हामी सबैले बुझेका छौँ। तपाईँ हामी सबैजना श्रम गर्ने मान्छेहरू नै हौँ। हामी कुनै न कुनै गाउँबाट, नेपालको कुनै न कुनै गाउँबाट कि त हाम्रो बाजे आउनुभएको छ, कि त हाम्रो बाबा आउनुभएको छ होइन। यहाँ हामी सानो उमेरका युवा पुस्तालाई पनि देखिरहेका छौँ। म यहाँ सम्पूर्णलाई त्यो स्मरण गर्न चाहन्छु। हाम्रो संस्कृति भनेको श्रमकै संस्कृति हो। तर पछि गएर पाश्चात्य शिक्षाका कारणले के को कारणले कलम हिँड्दै हिँड्नुपर्छ, ठुलो कुरा गर्नुपर्छ भन्ने खालको एउटा राजनीतिक कुसंस्कारको कारणले गर्दाखेरि गफ मात्रै गर्न मन लाग्ने, काम गर्न नलाग्ने भयौँ। यहाँको कुरा गरेको होइन, नेपालको कुरा गर्दैछु है। अनि गफै मात्रै गर्ने, जसले ठुलो गफ गर्न सक्छ र जसले राम्रो गफ गर्न सक्छ, शैली मिलाएर गफ गर्न सक्छ, उसलाई नेता पनि भन्नुपर्ने रहेछ। काम नगर्दा पनि हुने रहेछ। नेपालमा त्यो भाष्य, त्यो मान्यतालाई चाहिँ परिवर्तन गर्न आएको मान्छे हो अर्कासँग। त्यसले गर्दाखेरि
म भन्ने गर्थेँ, पहिला चुनाव जित्नुभन्दा पहिला पनि भन्ने गर्थेँ, म पब्लिकको सेवक हुँ, पब्लिकले मलाई नमस्ते नगर्दा भन्नुहुन्छ। अहिले त गर्नु पनि छोड्नु भन्दा क्या पब्लिकको सेवा गर्न आएको मान्छे, म पब्लिकभन्दा सानो मान्छे हो, मलाई किन नमस्ते गर्नु, बरु मैले तपाईँलाई नमस्ते गर्ने हो भन्ने एउटा मान्यता। त्यसले हुकुमी प्रथा, सामन्ती प्रथा, मै हुँ भन्ने हैकमवादी प्रथालाई चुनौती दिएको छ त्यो मान्यताले। हर्क साम्पाङ कस्तो मान्छे हो यहाँहरूले अलिकति यो भिडियोले पनि बताएको छ, थुप्रै देख्नु भएको छ, अनौठो खालको मान्छे हो। अब यहाँ आउँदा त मैले अब यस्तै लुगा लाएर आउनु पर्यो होइन, नत्र हाफ प्यान्टमा भेटिन्छु म है। 100 रुपियाँभन्दा तलतिरको दामको चप्पल र हाफ प्यान्टमा भेटिन्छु, कम्मरमा खुकुरी हुन्छ, श्रमदाताको टी सर्ट हुन्छ, म जहिले श्रमदाताको टी सर्ट मात्रै लगाउँछु, अनि काँधमा एउटा माइक हुन्छ, साह्रो बोल्नु पऱ्यो नि, कान नसुनेरलाई सुनाउनु पर्छ, त्यो गेटअपमा म हुन्छु होइन, फाटेको जुत्ता हुन्छ। अनि यस्तो पनि हुन्छ नेता भनेर फेरि अर्को है, हुनुपर्ने नेता त्यस्तै हो भनेर चाहिँ मैले त्यो एउटा नेताको परिभाषालाई पनि अर्कै तरिकाले स्थापित गर्न चाहिरहेको छु है। पब्लिकले दुःख पाइराखेको छ है, पब्लिक चाहिँ लुम्रे झुम्रे भएर हिँडिराखेको छ, अनि म चाहिँ 2 करोडको गाडी चढेर हिँड्न सुहाउँछ मलाई? सुहाउँदैन। त्यसले गर्दाखेरि त्यो गेटअपमा म जहिले पनि भेटिन्छु। अनि कार्यक्रमहरूमा खासमा जाँदिनँ, कहिले कहिले जानै पर्छ भनेर बोलाउनुहुन्छ, त्यस्तैमा गइदिन्छु, छक्क पर्नुहुन्छ। प्रमुख अतिथि कटु लाएर बसिरहेछ अगाडि है, हाफ प्यान्टमा बसिरहेछ प्रमुख अतिथि भन्छ, असजिलो लाग्दो रहेछ उहाँहरूलाई। यो भन्नुको मतलब चाहिँ यसले चाहिँ के हो त भन्दाखेरि, म के अरे मेरो एउटा गीत छ, नेतालाई धनी हुने अनुमति हुँदैन जबसम्म देश गरिब रहन्छ, नेतालाई हाँस्ने अनुमति हुँदैन जबसम्म देश रोइरहन्छ होइन। यो मेरो एउटा गीत हो र त्यो गीत अनुसारकै मेरो मान्यता छ र मेरो मान्यता अनुसारकै मेरो अभिव्यक्ति छ र अभिव्यक्ति अनुसारकै मेरो व्यवहार हुन्छ। त्यो कुराहरूमा एकरूपता ल्याउनुपर्छ भनेर मैले सङ्घर्ष गरिरहेको छु, अभ्यास गरिरहेको छु। यहाँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। यहाँहरूले धेरै सहयोग गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ। म निर्वाचित भएदेखि यहाँहरूले सहयोग गर्नुभएको छ। त्यो सम्पूर्ण सहयोगलाई मैले चाहिँ नै धन्यवाद दिनका लागि पनि म यहाँ आएको छु। अत्यन्तै खुसी लागेको छ यहाँहरू समय दिएर यत्रो बिजी यो देशमा होइन, विभिन्न आफ्नो चाहिँ नै कार्यव्यस्ततालाई थाँती राखेर आज आउनुभएको छ। रमाइलो र ऐतिहासिक भेट भइरहेको अवस्था छ। अब देशमा केही परिवर्तन ल्याउनुपर्छ भन्ने सबैलाई लाग्छ होइन। देशमा किन परिवर्तन ल्याउनुपर्छ भन्ने कुरा सबै नानीहरूलाई पनि थाहा छ, केटाकेटीलाई पनि थाहा छ। हामी सबै थोक प्राकृतिक रूपमा चाहिँ नै भएको देश, हिमाल पहाड तराई वन जङ्गल नदी नाला ताल तल्ला खनिज सब थोक भएको देश, तर थिति नभएको देश होइन। त्यस्तो देशमा छौँ जहाँ भ्रष्टाचार मात्रै गर्नुपर्छ भन्ने खालको मान्यता मौलाइराखेको अवस्था छ। त्यस्तो मान्यताहरूलाई तोड्नका लागि, त्यो चुनौती दिनका लागि एक्लै होइन, सडकको गल्ली चारेर थुप्रैचोटि अपमानित भएर, थुप्रैचोटि तपाईँको छैन प्रहरीको कस्टडीमा बस्दै पनि सङ्घर्ष गर्दै आएको एउटा सानो मान्छेलाई यहाँहरूले आज आई डोन्ट नो नेता भनेको के हो भन्ने मलाई थाहा चाहिँ छैन होइन। मलाई अझै ठाउँमा थाहा भएन नेता भनेको के हो, कता के मेयर भन्छ के कता, त्यो पनि मलाई थाहा भएन। जस एउटा काम गर्नुपर्छ भन्ने इमान्दार व्यक्ति यो मान्छे हो भनेर यहाँहरूले मलाई सम्मान गर्नुभएको छ र विश्वासै लाग्दैन के म इमान्दार भएर मैले सामान्य काम गरेको, ठुलो कुरो केही पनि मैले त्यत्रो चाहिँ पहाड उचालेको छैन, तर सामान्य काम, जनताको मन छुने काम होइन र जनतालाई तपाईँको चाहिँ चाहिने काम चाहिँ मैले गरेँ कि जस्तो मलाई लाग्यो। जसले गर्दाखेरि आज होइन वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनले समेत पनि तपाईँको चाहिँ हामीलाई रेकग्नाइज गर्यो। यो सबै कुरा म एक्लैले प्राप्त गरेको कुरा होइन। म एक्लो मेरो व्यक्तिगत उपलब्धि र मेरो व्यक्तिगत तपाईँको छैन त्यो प्राप्ति हुँदै होइन,
त्यो सम्पूर्ण मानिसहरू जो तपाईँ जस्ता मानिसहरूको साथ सहयोग, तपाईँ जस्ता मानिसहरूको चाहिँ नि हरेक खालका चाहिँ नि होइन शुभेच्छा र समर्थनको परिणाम, एकमुष्ट परिणाम हो त्यो। त्यसका लागि म धन्यवाद दिन चाहन्छु। हामीले धेरै धेरै कामहरू गर्नु अझै बाँकी छ। अघि भर्खर देखिएको ती केही क्लिपहरूमा हामीले के गर्दैछौँ भन्ने कुरा छ। धरानलाई मैले हुन त धरानको प्रमुख भएको नाताले धरानको मात्रै कुरा गरिरहेको छु, तर यहाँ धरानभन्दा बाहिरको पनि थुप्रै हुनुहुन्छ। त्यो एउटा उदाहरण हो मैले भन्न चाहेको। धरान भनेको एउटा आधुनिक सहर, जुन सहरमा चाहिँ फ्यासन होइन देखि लिएर हरेक कुरामा चाहिँ अगाडि छ भन्ने मान्यता जुन इस्टाब्लिस भएको सहरमा मैले आज मान्छेहरूलाई, हजारौँको सङ्ख्यामा मान्छेहरूलाई मैले श्रमदान गरिरहेको छु। त्यो एउटा मोडल हुन सक्छ। नेपालमा 753वटा पालिकाहरू छन्, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरेर 753वटा पालिका मध्ये धरान मात्र यस्तो एउटा पालिका हो जहाँ दुई साइडबाट विकास हुन्छ। एउटा बजेटको काम जुन ठेकापट्टा ठेकदारले गर्छ, हाम्रो पनि बजेटको काम हुन्छ होइन, सानो भए पनि हाम्रो बजेट छ, र त्यो बजेटको काम मात्रै हुँदैन, अर्को किनारामा हाम्रो श्रमदानको काम पनि भइरहेको हुन्छ। र श्रमदानको कामबाट जुन किसिमले चाहिँ हामीले उपलब्धिहरू हासिल गरेका छौँ त्यो आश लाग्दो छ। 44 किलोमिटर टाढाको पानी 98 दिनमा, मात्र 98 दिनमा हामीले धरानमा ल्यायौँ। त्यो पनि श्रमदान गरेर सुरुवाती त्यो हाम्रो कोका खोलाको खानेपानीको कुरा मैले जुन गरेँ होइन, आफ्नो समस्याकै कुराहरू मैले यहाँ राख्नु परिराखेको छ, अन्यथा नमान्नु होला। त्यत्रो ठुलो आकाशको तारा झारेको होइन, तर त्यो दुःखको कहानीहरू थियो होइन। 7-7 महिना समयको चाहिँ नि धारामा पानी नआउने बस्तीलाई पानी खुवाउनका लागि सबैभन्दा पहिला हामीले पकुवा खोलाबाट पानी ल्यायौँ। त्यसका लागि पनि यहाँहरूले सहयोग गर्नुभएको छ है, यहाँहरूले सहयोग गर्नुभएको छ। त्यो सामानहरू चाहिने, पाइपहरू खरिद गर्ने, ट्याङ्की बनाउने लगायतका चाहिँ विषयहरूमा यहाँहरूले सहयोग गर्नुभएको छ। त्यतिखेर 28 दिन लागेको थियो, अस्ति भर्खर फेरि अर्को पाइप ल्याएको त 4 दिनमा ल्याएछ, पिएचडी गरिएछ। यहाँ हाम्रो यता हाम्रो भान्जा पनि होइन, साम्पाङ चेलीको छोरा हुनुहुँदो रहेछ भान्जा पनि, उहाँ के अरे पिएचडी गर्नुभएको छ हाम्रो डाक्टर साहब महा, उहाँले फिजिक्समा गर्नुभयो, हामीले चाहिँ ढुङ्गा बोक्ने र पाइप तान्नेमा गऱ्यौँ क्या हो। छक्क पर्छ। त्यही त 28 दिन लागेको उसमा होइन, त्यही रुटबाट ल्याउँदा अब 4 दिनमा ल्याइ पुऱ्याउनु भनेको त द्याट्स होइन समथिङ अमेजिङै भयो। र यसरी चाहिँ हामीले हाम्रा दुःखका कामहरू, दुःखलाई मेट्ने कामहरू, समस्यालाई तपाईँको चाहिँ टार्ने कामहरू, सुल्झाउने कामहरूको लागि चाहिँ श्रमदानबाट पनि काम भइरहेको छ। र अरू पालिकाहरूले पनि त्यसै गरून् भन्छु म चाहिँ है। बाटो भत्किन्छ, सरकारले कहिले पैसा दिन्छ कहिले बनाउँछ भन्ने होइन, आफैले जे हुन्छ अलिअलि बनाउनुपर्छ, त्यसका लागि जुट्नुपर्छ भन्ने चेतना उठेको छ। र यो चेतना हामी सबैको चेतना हो, र यो अभियान हामी सबैको अभियान हो। यसले हामीलाई चाहिँ नि थप विकास गर्नका लागि र छिटो विकास गर्नका लागि सहयोग गरेको छ। अब यो श्रमदानकै अभियानबाट, श्रमदानको अभियान भनेको चाहिँ सरकारी बजेट नलाग्ने अभियान हो। पब्लिक आफैले आर्थिक, भौतिक होइन सबै खालका चाहिँ नि स्रोतहरू जुटाएर गरिने विकाससँग सम्बन्धित होइन, राष्ट्रको उन्नतिसँग सम्बन्धित जुन गरिन्छ अभियान, त्यसलाई चाहिँ श्रमदानको अभियान भन्छु म चाहिँ। त्यही श्रमदानको अभियानबाट हामीले थुप्रै कुराहरू गऱ्यौँ है। खानेपानीको क्षेत्रमा, पार्कहरू निर्माणको क्षेत्रमा, उद्योग तपाईँको चाहिँ स्थापना गर्ने भन्ने क्षेत्रमा थुप्रै लगानी हामीले गरेका छौँ। अब यसपालि चाहिँ हामीले चाहिँ नि यो सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने भनेर घोषणा गरेका छौँ, र सुम्निमा पारुहाङको प्रतिमा निर्माण पनि हामीले श्रम अभियानबाट नै सञ्चालन गर्ने, के अरे सम्पन्न गर्ने भन्ने हाम्रो अठोट छ। र यो विषयमा मैले अलिकति यहाँ राख्नै पर्छ भन्ने मलाई लाग्छ। मानव विकासको 3टा आधार भनेर म भन्ने गर्छु होइन, प्रकृति, संस्कृति र प्रविधि। प्रविधिको क्षेत्रमा पनि धरानले काम गर्न खोजेको छ।
धरान यस्तो एउटा पालिका नेपालमा जसले आफ्नो आविष्कार केन्द्र आफै खोलेको छ, अरूले खोलेको छ है। किन त भन्दाखेरि प्रविधिको क्षेत्रमा पनि हैन, इन्जिनियर्सलाई काम गर्ने एउटा वर्कसपको रूपमा पनि हामीले केही कुराहरू बनाउनुपर्छ भनेर हामीले त्यसमा पनि लागिरहेका छौँ। इन्जिनियर्सले हैन प्रविधि क्षेत्रमा केही कुरा आविष्कार गर्न चाहनुहुन्छ भने उहाँहरूलाई हामीले प्रोत्साहनको रूपमा पैसै पनि सहयोग गरेका छौँ। स्टडीको लागि जानको लागि हामीले छात्रवृत्ति जस्तो हैन सहयोग गरिरहेका अवस्था छ भने हामीले बजेट पनि एलोकेट गरेका छौँ। अलि लामो हुन्छ होला, झर्को लाग्छ कि कतै भन्ने पनि लाग्छ। प्रकृतिको क्षेत्रमा पनि हामीले हैन बिरुवा रोप्नेदेखि लिएर प्रकृतिलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यतालाई अगाडि सारेर सोही अनुसार हामीले कामहरू गरिरहेका छौँ। र जुन सुम्निमा पारूहाङको प्रतिमा हो त्यो चाहिँ संस्कृतिको क्षेत्रमा गरिने काम हो। संस्कृतिको क्षेत्रमा हाम्रो बिर्सँदै गएको हाम्रो इतिहास, हाम्रो सभ्यतालाई पुस्तान्तरण यङ तपाईको चाहिँ जेनेरेसनमा पनि यस्तो हो है, सुम्निमा र पारूहाङ भनेको चाहिँ यस्तो हुनुहुन्थ्यो, उहाँहरू भनेको यो हो, हामी भनेको यो हौँ, यस्तो हो भनेर चाहिँ नेपालकै प्राचीन इतिहास, नेपालकै प्राचीन सभ्यता, किराँत सभ्यतालाई झल्काउने त्यो चाहिँ तपाईको हामीले निर्माण गर्ने भनेर त्यसमा लागिरहेको अवस्था छ। र यहाँहरू सम्पूर्णको साथ सहयोग यसमा पनि मिलिरहेको छ। र थुप्रै उद्देश्यहरू मध्ये एउटा मुख्य उद्देश्य, त्यो उद्देश्यका लागि पनि हामी सबैले गरौँ। यहाँ कसैले मरिमरि नसकेको भारी बोक्नुपर्छ भन्ने मान्यता राख्दिनौँ हैन, सबैले सकेको भारी बोकौँ र यस्तो एउटा सांस्कृतिक सम्पदाको निर्माण धरानमा गरौँ जुन सांस्कृतिक सम्पदालाई हेर्नका लागि हैन युकेबाट पनि मानिसहरू हैन तपाईको चाहिँ विभिन्न देशहरूबाट मानिसहरू चाहिँ इन्टरनेसनल टुरिस्ट त्यहाँ आएर त्यो कुरालाई हेरुन् र त्यो विषयमा केही कुरा बुझुन्, सिकुन् हैन भन्न म चाहन्छु। त्यो चाहनाका साथ त्यो एउटा उद्देश्य, त्यो नेक उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौँ। जति ठुलो भारी उति धेरै मानिसहरूको सहभागिता हुनुपर्छ त्यो भारी बोक्नका लागि। यो चान्चुने भारी होइन, एक दुई जनाले मात्रै गर्न सक्ने, थोरै मान्छेले मात्रै गर्न सक्ने भारी होइन। त्यसले गर्दा सबैजनाले मिलेर कति सकिन्छ हैन। कसैले 5 केजी उचाल्न सक्छ होला, कसैले 10 केजी उचाल्न सक्छ होला, तर रित्तो चाहिँ कोही पनि नहिँडौँ हैन। सबैले सकेको भारी चाहिँ बोकेर उकालो लाग्नुपर्छ यो देश बनाउनका लागि भन्ने एउटा चाहिँ चाहना, त्यो खालको चेतनाको एउटा उदाहरण हामीले त्यहाँ त्यो निर्माण गर्न खोजिरहेका छौँ। धरानको सबैभन्दा आकर्षक ठाउँ हो त्यो सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्दै गरेको चिन्डो डाँडा हैन। त्यो चाहिँ सबैभन्दा राम्रो ठाउँ हो। त्यो सबैभन्दा राम्रो ठाउँमा नै हामीले बनाउनुपर्छ भनेर त्यहाँ यतिखेर हामीले कोसिस गरिरहेका छौँ। थुप्रैले सहयोग गरिराख्नु भएको छ। सहयोग गर्नुहुने तपाईहरू जस्ता सम्पूर्णलाई म आज धन्यवाद दिन चाहन्छु। र त्यो कुरालाई चाहिँ सुसम्पन्न गर्नका लागि हैन हामीलाई चाहिँ निकै ठुलै फन्ड चाहिन्छ। त्यो फन्ड रेज गर्नका लागि पनि तपाईको चाहिँ हामीले यो कार्यक्रमहरू गरेको हो भन्ने मलाई लागेको छ। यो कार्यक्रम र तपाईको चाहिँ यो कार्यक्रम सँगसँगै मैले थुप्रै मानिसहरूलाई यहाँनिर मैले धन्यवाद पनि दिनुपर्ने कार्यक्रम, साथै केही कुरा सिक्नु पनि पर्ने कार्यक्रम हैन। त्यो धरानमा मात्रै बसिराखेर सिकिँदैन हैन। सेइङ इज बिलिभिङ है। ट्राभल बर्डन्स आवर माइन्ड भन्ने कुराहरू सुनेको पढेको मान्छे म पनि। त्यसले गर्दाखेरि आज यहाँ आएर मैले थुप्रै कुरा सिकिराखेको कुरा चाहिँ के छ भने सबभन्दा नम्बर 1 मा चाहिँ मैले के सिकेँ भने घर चाहिँ जत्रो पाए त्यत्रै खुसीले बनाउँछु भन्नु चाहिँ नपाउनु पर्ने रहेछ है। त्यो मैले देखेँ। युकेमा चाहिँ त्यसो देखियो हैन। यसो हेर सबैको उस्तै छ, साझापन क्या है। हुन त यहाँको व्यवस्था के व्यवस्था हो, तर मलाई त यहाँ त युके त साह्रै धेरै तपाईको चाहिँ सोशलिस्ट समाजवादी जस्तो लाग्यो हेर्दा। हाम्रो जस्तो कसैको 10 तले घर अनि त्यसको उतापट्टि एउटा छाप्रा अनि फेरि उतापट्टि 3 तले घर अनि उतापट्टि फेरि अर्को छाप्रा है, फेरि उतापट्टि 5 तले घर है, बाटो मिचेको कम्पाउन्डले हैन। के गर्छस् तैँले, म त नेता हो भन्ने, अब नेताले त मिच्नु पर्यो
होइन। त्यो खालको चाहिँ उताको अभ्यास छ भने यहाँ चाहिँ त्यो रहेनछ भने त्यो चाहिँ सबभन्दा मैले सुरुमा र सबभन्दा इफेक्टिभली सिकिराखेको कुरा चाहिँ त्यो कुरा छ। र अब जति सक्छु होइन मेरो क्षेत्राधिकार मेरो पावरले भ्याएसम्म त्यही कुरालाई चाहिँ नि हामीले अनुसरण गर्नुपर्छ, उता पनि लागू गर्नुपर्छ भन्ने कुरामा म पहल कदमी लिनेछु होइन। यहाँ मान्छे ठोकिँदैन रहेछ क्या, उता चाहिँ हामी ठोकिनु पर्ने होइन। यतै फोहोर उतै फोहोर, यहाँ त फेरि फोहोर पनि देख्दिनँ। अनि उता नेपालमा हुँदा चाहिँ फोहोर टिपिहिँड्छु क्या म, बोलाको खोल के को खोल खैनीको खोल चुरोटको खोलहरू यसो प्रत्येक बिहान म फोहोरै टिप्छु। कति फेसबुकमा पनि देखाउनु भने देखाउनु छोडेँ जाँदो चाहिँ होइन, नयाँ काम भएको देखाउनु, त्यो खालि त्यो फोहोर टिपेको होइन, पानीको बोतल बाटोमा टिपेको के देखाउनु भनेर मैले त्यो पनि गर्न छोडेँ। भन्नुको मतलब सफा कुराहरू के कसरी सहरलाई सफा राख्नुपर्छ, धेरै कुराहरू सिक्नु पनि पर्ने रहेछ। ती कुरा पनि मैले सिक्दैछु र धेरै उद्देश्यहरू मैले चाहिँ लिएर यहाँ आएको छु। र सम्पूर्ण एरेन्जमेन्टको लागि म फेरि पनि धरान समाज युकेका हाम्रा चाहिँ नि दाइहरू है, सरहरू सबैजना, हाम्रो भास्कर दाइलाई सम्झन चाहन्छु है, हाम्रो महासर लगायत सबैलाई, फेरि सबैको कतिको नाम लिएन भनेर होइन त्यस्तो आउँदैन होला। यहाँ चाहिँ नेपालमा चाहिँ आउने गर्छ घरिघरि यहाँ अन्डरस्ट्यान्ड हामी गर्छौँ पक्कै पनि। सबैजनालाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अत्यन्तै राम्रो तपाईँको चाहिँ ठाउँमा अत्यन्तै राम्रो कार्यक्रम र अत्यन्तै राम्रो मान्छेहरूसँग हामी भेटिरहेका छौँ। म यहाँ सबैजना तपाईँहरू लगभग कोही कोही चाहिँ अब तपाईँको र पनि कोही सबैजना भान्जा र भान्जी त भइ नै हाले होइन। मलाई लाग्छ 95% चाहिँ तपाईँहरू यहाँ गोर्खा तपाईँको आर्मीमा होइन, ब्रिटिस आर्मीमा काम गरेर निवृत्त भएका, कोही सर्भिसमै भएका मानिसहरू आउनुभएको छ, फ्यामिली उहाँहरूको आउनुभएको छ। तपाईँहरू जस्तै म पनि हो है, मेरो बाबा पनि यो ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो, दाजु हुनुहुन्छ। म चाहिँ यो पब्लिकको भारी बोक्ने लेखेको थिएँ चाहिँ यता आइना लेखान्त पनि हुँदो रहेछ, कहिले चाहिँ भारी बोक्नुपर्छ त्यहाँ ढुङ्गा भनेर लेखेको रहेछ, कता हाने त्यहाँ म आउन सकिनँ, केही छैन। यहाँहरूलाई म सम्मान गर्न चाहन्छु। राज्यले विभिन्न कालखण्डमा विभिन्न खालका कारणले होइन हाम्रो बाजे हाम्रो बराजुहरूलाई तपाईँको चाहिँ नै भर्ती पठाएको हो भन्ने कुरा छ। त्यो तितो म बोल्न यहाँ चाहन्न, तर तितो कुरालाई पनि मिठो गरी ग्रहण गर्न सक्ने समुदाय हौँ हामी होइन। पक्रिवरी बाजेहरूलाई त भर्ती पठाएको अरे नि त, पक्रेर कता घरमा उता कता पक्रेर सुतिराखेकोबाट जा भनेर पठाउँ। त्यो हुँदै पनि होइन हाम्रो बाजे पुर्खाले संसारभरि वीरताको चाहिँ तपाईँको होइन प्रमाण दिएर, साहसको तपाईँको चाहिँ उपल्लो प्रमाण दिएर जुन आफ्नो घर चलाएर, आफ्नो समाज चलाएर, आफ्नो संस्कृतिलाई बचाएर अहिले त अब यो भनौँ न एउटा कल्चरै भयो। यो कल्चरलाई चाहिँ नि यहाँसम्म ल्याउनु हुने, हाम्रो यो साइडमा बसिराख्नु हुने हाम्रा अग्रजहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, तपाईँहरूलाई हार्दिक सम्मान गर्न चाहन्छु। र यहाँ मभन्दा उमेरले जेठा र मसँग समकालीन सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। लाउरेले अत्यन्तै धेरै दुःख गर्छ भनेर पहिला मेरो बाबाले भन्दै गर्नुहुन्थ्यो। लाउरे भनेको सुख गर्ने मान्छे होइन, भयङ्कर दुःख गर्ने मान्छे हो है। तर आफूले दुःख गरेर पनि आफ्नो परिवारलाई सुख दिने मान्छे हो लाउरे होइन, आफ्नो समाजलाई सुख दिने मान्छे हो लाउरे। र विदेशमा बसी पनि स्वदेशको चिन्ता गरिरहने व्यक्तिलाई लाउरे भन्छु म है। नत्र तपाईँहरूले मलाई किन बोलाउनुहुन्थ्यो होइन, किन बोलाउनुहुन्थ्यो है, किन सहयोग गर्नुहुन्थ्यो र भन्दाखेरि एउटा भनाइ छ होइन।
खोलाको तपाईँको छैन मुहान भनेको माथि कहीँ कतै पाखामा कुना खोल्सीमा होइन चेपमा रहेको एउटा सानो खोल्सी हुन्छ, त्यो ठुलो हुँदै 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 बग्दै बग्दै समुद्रमा पुग्छ। त्यसरी नै हामी कोही ताप्लेजुङबाट छौँ होला, यहाँ कोही तेह्रथुमबाट छौँ होला, कोही खोटाङबाट छौँ होला, कोही कहाँबाट छौँ होला है। त्यो भूमिलाई तपाईँले सम्झिराख्नु भएको छ, त्यो सभ्यता त्यो संस्कृतिलाई तपाईँले सम्झिराख्नु भएको छ। अघि भर्खर म आउँदै गर्दा यहाँनिर होइन केलाङ नाच प्रस्तुत भइरहेको थियो, साकेला नाच प्रस्तुत भयो, गुरुङ कल्चरको एउटा नृत्य पनि आकर्षक नृत्य हामीले हेऱ्यौँ। त्यो भनेको के हो त भन्दाखेरि शरीर जहाँ पुगे पनि हाम्रो मन होइन हाम्रो आत्मा त्यही हो, नेपाली नै हो। नेपाली हामी कसरी हौँ त? अनुहार मात्रै नेपाली जस्तो देखिएर भएन, हाम्रो संस्कार र संस्कृति पनि नेपाली हो नि होइन। हाम्रो तपाईँको चाहिँ मौलिक हाम्रो तपाईँको सभ्यता त्यो संस्कृति चाहिँ हामीले बचाइराख्नुपर्छ भन्ने कुराका साथ हामी नेपाली हौँ। र यहाँ यो नेपाली भेलामा हामी यसरी भेट्न पाउँदाखेरि म चाहिँ भानुचोककै कुनै एउटा सभा हलमा भेटिँदैछ कि जस्तो लागिरहेको छ है। त्यति तपाईँको चाहिँ नजिक मैले फिल गरिरहेको छु। दूरीले नो म्याटर कति किलोमिटर कति माइल्स होइन टाढा आएको छौँ हामी, तर हामी भेट भएको छौँ आज आफ्नै गाउँमा भेट भएको जस्तो, आफ्नै ठाउँमा भेट भएको जस्तो। र त्यो फिल केले हामीलाई गराइरहेको छ भन्दा हाम्रो संस्कृतिले, हाम्रो सभ्यताले, हाम्रो इतिहास, त्यही संस्कृति त्यही सभ्यता र त्यही इतिहासलाई हामीले सधैँभरि हजारौँ वर्ष सम्झिरहने गरी स्थापित गर्नुपर्छ भन्ने मनसायले सुम्निमा र पाटमानको प्रतिमा बनाउने निर्णय मैले गरेँ। त्यो निर्णय मेरो एक्लो निर्णय, म एक्लैले गर्नुपर्छ, मेरो एक्लैको भारी हो, मैले कहिले पनि सोचेको छैन। त्यो निर्णय हामी सबैको निर्णय बनेको हुन सकोस्, हामी सबैको जिम्मेवारीको रूपमा त्यसलाई चाहिँ हामीले अगाडि बढाएर लैजाउँ र हामी सबै मिलेर त्यो तपाईँको चाहिँ सुम्निमा पाटमानको प्रतिमा सहितको सांस्कृतिक सम्पदा भन्छु म त्यसलाई, सांस्कृतिक सम्पदाको निर्माण हामी सबै मिलेर गरौँ। म त्यो आह्वान पनि गर्न आएको छु र त्यो अनुरोध पनि गर्न आएको छु। त्यहाँनिर त्यो कस्तो बन्छ त भन्ने कुरा तपाईँको चाहिँ केही समय पछाडि हामीले भिजुअलाइजेसन बनाइराखेका छौँ, तर अझै पनि मैले कल्पना गरे अनुसारको त्यो भइराखेको नभएको कारणले आर्किटेक्ट इन्जिनियरहरूलाई मैले एडिट गर्न लागिराखेको छु होइन। त्यहाँ पुग्ने बित्तिकै तपाईँको चाहिँ एउटा फाल्टै फिलिङ्स हुनुपर्छ। त्यहाँ पुग्ने बित्तिकै यस होइन मैले केही देखेँ मात्रै नभएर मैले केही सिकेँ भन्ने भाव त्यहाँनिर चाहिँ हाम्रो मनमा आउनुपर्छ। त्यो खालको एउटा प्राचीनतम लुक्स दिने गरी हामीले चाहिँ त्यसलाई चाहिँ एउटा सम्पदाको रूपमा विकसित गर्दैछौँ। त्यहाँ सम्पूर्ण सामग्रीदेखि लिएर अभिलेखदेखि लिएर इतिहासका ग्रन्थहरू राखिनेछन् होइन। त्यहाँ चाहिँ हाम्रा पिता पुर्खाले प्रयोग गरेका सामानका कुराहरूदेखि लिएर हरेक कुराको प्रदर्शनी एउटा चाहिँ हल हुनेछ। यो खालको चाहिँ एउटा खानादेखि लिएर हरेक कुरा, त्यहाँ सङ्गीतदेखि लिएर हरेक कुरा चाहिँ मौलिक हुनुपर्छ। त्यो खालको चाहिँ एउटा मौलिकतालाई बचाउने खालको एउटा म्युजियम जस्तो पनि होइन, ल समथिङ नयाँ कुरा नभएर एकदम प्राचीन कुरा है हामीले हेर्न सक्ने एउटा चाहिँ त्यो खालको फेसिलिटी त्यहाँ हामीले निर्माण गर्दैछौँ। त्यसलाई मैले चाहिँ कल्चरल हेरिटेजकै रूपमा विकसित गर्नुपर्छ भन्ने मलाई लागेको छ र त्यसमा हामी जुटिरहेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। अत्यन्तै रमाइलो लागेको छ आज। मैले अलिकति श्रमको बारेमा, श्रम संस्कृतिको बारेमा छोटो केही भन्न मन लागेको छ। हामी श्रम संस्कृति भनेर अहिले धरानमा मैले विकसित एक खालको श्रमदान के हल्ला गर्दै भए पनि अरूलाई फकाउँदै भए पनि काम गरिराखेको छु है। यसले चाहिँ हाम्रो युवा पिँढीलाई के फाइदा गराउँछ भन्दाखेरि दिनभरि सुतेर समय बिताउनुभन्दा काम गर्नुपर्ने रहेछ, अनि माटो छुनु चाहिँ लाज नमान्नुपर्ने रहेछ भन्ने कुराको तपाईँको चाहिँ तपाईँको पाठ हाम्रो नयाँ पिँढीलाई यसले सिकाउनेछ। माटो छुँदै
माटो छुँदाखेरि मात्रै हामी चाहिँ हाम्रो तपाईँको चाहिँ देशसँग जोडिएर रहँदो रहेछौँ भन्ने सत्यता पनि मलाई चाहिँ बोध भयो कता होइन। माटो छुनु मन नपर्नु थाल्नु भनेको चाहिँ पछि गएर हामी जग्गा बेच्दो रहेछौँ क्या। कसले छुन्छ त्यो होइन। अनि जग्गा बेचेपछि हामी के हुँदो रहेछौँ त भन्दाखेरि हामी पलायन हुनुपर्दो रहेछ होइन। हाम्रो माटो, यो माटो भन्ने चाहिँ ठुलो कुरा रहेछ, मैले बुझ्दैछु, अब बुढो पनि भइयो होइन। माटो चाहिँ यति ठुलो कुरा रहेछ, म भन्ने गर्छु माटोमै छ उत्पादन, माटोमै छ होइन समृद्धि, माटोमै छ अधिकार, माटोमै छ देश, सब थोक माटै रहेछ। त्यो माटो छुने संस्कृतिलाई श्रम संस्कृति भनिरहेछौँ हामीले। अनि त्यो श्रम संस्कृति पार्क भन्ने हामीले एउटा धरानमा सानो बनाएको छ, त्यसलाई अरू नै नाम दिँदा पनि हुन्थ्यो होला होइन। धरान पार्क यसो घुम्न लागेको पार्क अथवा जे भन्दा पनि हुन्थ्यो होला। तर श्रम संस्कृति पार्क नै किन भन्यौँ भन्दाखेरि चाहिँ हाम्रा सन्ततिलाई हामीले माटोसँग जोडेर राख्नका लागि है एउटा संस्कृतिको सुरुवात गर्नुपर्ने मैले देखेँ। त्यसले गर्दाखेरि श्रम संस्कृति पार्क राखेको। त्यो पार्क वास्तवमा अरूको लागि पार्क हो, तर मेरो लागि चाहिँ त्यो चाहिँ बारी हो है, जहाँ म गोबर बोक्छु। ट्र्याक्टरमा गोबर ल्याइदिनुहुन्छ किसानहरूले, त्यो गोबर डोकोमा लाएर बोरामा बोकेर बिरुवाको फेदमा लगाउँछु क्या। अनि त्यहाँ हामीले चाहिँ उजाड बगरमा ठुल्ठुला रुखहरू, फलफुलका रुखहरू बनाइसकेको अवस्था छ। र प्रत्येक स्याटरडे एउटा स्कुललाई म श्रमदानमा बोलाउँछु होइन। के हो त श्रमदान? लेट देम अब्जर्भ होइन, हेर्न कमसेकम स्टुडेन्ट्सलाई लगाउँ न। अहिले त युकेमा मात्रै नभएर नेपालमा पनि नेपाली बोल्नु छोड्यो त स्टुडेन्ट्सले। नमिली भए पनि इङ्ग्लिस म पनि बोल्छु र स्टुडेन्ट्सलाई मैले चाहिँ नि अब यसरी गर्नुपर्छ श्रम भनेर चाहिँ सिकाइराखेको छु। यसले चाहिँ अन्ततोगत के हुन्छ भन्दाखेरि हाम्रो देशको प्रोडक्टिभिटी है र माटोप्रतिको एउटा चाहिँ नि माया र देशप्रतिको माया चाहिँ यसले जागृत गराउँछ भन्ने कुरामा म विश्वस्त छु। र त्यसरी हामीले श्रम संस्कृतिको विकास गरिरहेका छौँ। हामीसँग थुप्रै खालका संस्कृतिहरू छन्। ती संस्कृतिहरूमध्येको एउटा संस्कृति हो श्रम संस्कृति। त्यो संस्कृति तपाईँ हाम्रै श्रम संस्कृति, तपाईँ हाम्रै संस्कृति। यहाँ अहिले भर्खर हामीले देख्दै थियौँ होइन, साकेला, केलाङ लगायतका सिलीहरूमा के छ भन्दाखेरि काम गरेको रहेछ होइन। यसो धान काटेको, यसो लगाएको होइन, यस्तैहरू पो रहेछ। त्यो सिटी मजाले हेर्दा त के रहेछ भनेको त त्यो रहेछ। त्यो भनेको चाहिँ हाम्रो पुर्खाले काम गरेको हो भन्ने हो नि त। र अब त्यो सिलीले चाहिँ के पनि भन्नुपर्छ भने काम गर्नुपर्छ है भन्ने पनि मेसेज जानुपर्छ है। सिली जसमा सिली होइन भन्ने होइन, डेप्थमा एउटा मेसेज जानु पर्यो कि हामीले नाच्ने हाम्रो सांस्कृतिक सिलीहरूले हाम्रो पुर्खाले गरेका कामहरूलाई अभिव्यक्त गरिरहेका छन्। अब यो भाषा जुन हामी बोल्दैछौँ, यो भाषा पनि धेरै वर्ष लागेर बनेको होला। जब भाषाको उत्पत्ति भएको थिएन होइन, जब वर्ड्स थिएन त मान्छेले हातको इसाराले नै बोल्थ्यो होला त होइन, भन्थ्यो होला। त्यही गरेको रहेछ, त्यो त कम्युनिकेसन गरेको रहेछ नि त हाम्रो सिली त। यो कुराहरूलाई पनि हाम्रो न्यू जेनेरेसन्सलाई हामीले बुझाउन सक्नुपर्छ भन्ने हो। र श्रम संस्कृति चाहिँ नयाँ पिँढीलाई सिकाउनु पर्ने एउटा संस्कृति छ। यहाँहरू सम्पूर्णलाई त्यो भएको कारणले गर्दाखेरि अर्क साम्पाङ मेयर भाडा चुप्पा लागेर कुर्सीमा बसिराख्नु छैन, कता कुदेको भन्नेहरूलाई म भन्न चाहन्छु त्यस्तो होइन होइन। एउटा कल्चरको सुरुवात, एउटा सभ्यताको सुरुवात हामीले गरिरहेका छौँ। यी चिजहरू छन्, यो सबै कुराहरू इन्टरकनेक्टेड छन्। अब सबै कुराहरूलाई अभिव्यक्त गरिरहन होइन पाएको नहोला, हाम्रो पनि समयका केही लिमिटेसन्स होलान्। त्यसो भएको कारणले गर्दाखेरि यहाँहरू सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिँदै, यति धेरै एउटा सानो मान्छे, भुइँ मान्छे भन्छु म आफूलाई होइन, जहिले भुइँमै बसिरहेको हुन्छु। एउटा भुइँ मान्छेलाई एउटा विशेष व्यक्तिको रूपमा यहाँहरूले स्वागत गर्नुभएको छ। यहाँहरू हृदयदेखि तपाईँको चाहिँ धन्यवाद म दिन चाहन्छु यहाँहरू सम्पूर्णलाई। र यो सम्पूर्ण कुरा एरेन्ज गर्नका लागि सहयोग गर्नुहुने सबैजनालाई। र म आज मेरो दाजु आश्र कुमार राई, हाम्रो दाजुलाई म यहाँ बोलाउन चाहन्छु है। आश्र कुमार राई हाम्रो दाइ, मेरो दाजु, उहाँ
आश्रा कुमार राई। उहाँ चाहिँ कस्तो भन्दाखेरि एउटा यस्तो अभिभावक मेरो लागि। अब परिवारमा उहाँ भर्ती लाग्नुभयो, अब म त मैले भनिहालेँ भरिया बन्नु लेखेको रहेछ जस्तो पनि लाग्छ, तर ठिकै पनि भएछ जस्तो पनि लाग्छ फेरि होइन। उहाँ चाहिँ मेरो जेठा दाजु हुनुहुन्छ। उहाँले थुप्रै सपोर्ट गर्नुभएको छ मलाई, शिक्षा दीक्षादेखि लिएर हरेक कुराको लागि। तर उहाँ कहिले पनि फ्रन्टमा देखिन चाहनु भएन। यहाँ पनि म यसो देख्छु क्यामेरामा यसो परबाट खिचिरहेको देख्छु होइन। उहाँलाई मैले आज स्टेजमा बोलाएँ। म हाम्रो दाजु आश्रा दाजु, मेरो दाजु प्रति हार्दिक धन्यवाद पनि म ज्ञापन गर्दछु र हार्दिक सम्मान पनि ज्ञापन गर्दछु है। मेरो बाबा त हुनुहुन्न अहिले है, उहाँ बित्नुभयो, तर बाउ नभए पनि बाउ पछाडिको दाई भने जस्तो होइन एउटा अभिभावकको रूपमा मैले उहाँलाई पाएको छु र उहाँले हरेक कुरामा मलाई गाइड गर्नुभएको छ होइन। धेरै बोल्नु चाहिँ हुन्न, म चाहिँ अब यो के भनिरहन्छु कि धेरै बोल्नुहुन्न तर थोरै बोल्नुहुन्छ होइन, एकदम कन्साइसली होइन समरीमा बोल्नुहुन्छ र दाइलाई मैले धेरै धेरै सम्मान गर्दछु। हामी एउटै आमाका सन्तान हौँ। अघि भर्खर आमा बोल्दै हुनुहुन्थ्यो, बाबाकै रूपमा मैले उहाँलाई चाहिँ अभिभावकको रूपमा अहिलेसम्म पाइराखेको अवस्था छ र दाजुलाई मैले यो मलाई लगाइदिएको खदै एउटा लगाइदिनु पर्यो। उहाँ चाहिँ मेरो अभिभावक हुनुहुन्छ, त्यसले गर्दाखेरि अत्यन्तै खुसी छु म। उहाँले चाहिँ नि गाइड गरिराख्नु भएको छ युकेमा पनि र सबैजनालाई। उहाँ चाहिँ मेरो आफ्नै भएर मात्रै उहाँको त्यो गरेको भन्ने हो त्यो त्यस्तो नलागोस् है। उहाँप्रति मैले चाहिँ नि कस्तो भने मैले उहाँलाई थ्याङ्क्स पनि भन्नु भ्याएको थिइनँ क्या। म सानो होइन पल्टन लागिहाल्नु कता थुप्रै उहाँले मेरो पढाइदेखि लिएर हरेक कुरामा सहयोग गर्नुभएको छ। त्यसले गर्दाखेरि हृदयदेखि धन्यवाद दिन चाहन्छु मेरो दाजुलाई। केही भन्नुहुन्छ दाइ? उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ, देख्नुभयो नि बोल्नु। र सम्पूर्णलाई फेरि पनि हृदयदेखि धन्यवाद दिँदै मेरो भनाइ यही राख्दछु। केही जिज्ञासाहरू छ भने यहाँले अवश्य पनि राख्न सक्नुहुनेछ। हजुर ए हो आहा मेरो देश भने कुन चाहिँ? ल थ्याङ्क यू। ए मेरो देश भन्ने हामीले गीत सुन्नुभन्दा अगाडि मलाई एकजना भोलिन्टियर चाहियो। कसले प्रश्न गर्नुहुन्छ उहाँलाई यो माइक पुर्याइदिनु हुनुको लागि मैले अनुरोध गरेँ। एउटा भोलिन्टियर प्लिज। महासचिव यहाँ के थ्याङ्क यू। मेरो देश भन्ने गीत सुनाउनु? अरे हो